हेलो नमस्ते गाई झोप्छ सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। नेक्स्ट ब्लग केटा होइन फेरि आज लेक साइडै जानुपर्ने भयो होइन। आज पनि मुस्ताङ सुस्ताङ गएन, क्यान्सल भयो सबै कुरा। केटाहरूको मन पनि मिलेन कसैको, कसै अब मलाई कोही गरेर नबस्नु सक्ने केटा हो होइन। अब यहाँबाट निक्लिन्छौँ, फेरि अर्को ट्रिप बन्दैछ मेरो होइन। मनाङ चाहिँ गइन्छ होला केटा हो होइन। टक्क सबैसँग मिलेर गइन्छ होइन। आफ्नै आफ्नै केटाहरू हुन्छ। यता गछ गएर तिनीहरू लेक साइड आइपुग्यौँ केटा हो होइन। हाम्रो होटलबाट चेकआउट गरेर होइन, होटल हल्कमा बसेछौँ हामी चाहिँ होइन। एकदमै राम्रो होटल छ केटा हो, चेकआउट गर्नु सक्छौ होइन। टक्क हेर्नु सक्छौ। बाइक चाहिँ शीतलमै राख्नुपर्ने हुन्छ होइन। यो दुनियाँभन्दा पनि शीतल पहिला हेरौँ अनि हालौँ। यहीँ राखौँ है दोस्त, शीतल पनि छ। अब टक्क यहाँबाट निक्लिन्छौँ केटा होइन, अगाडि जान्छौँ कस्तो हुन्छ। कहाँ मुस्ताङ जान्छ? मुस्ताङ अब घर चाहिँ जान्छु। एक लाख उठाएर बरु थाइल्यान्ड जाउँ यहाँबाट। थाइल्यान्ड 1 लाख उठाएर म्याच सिक्ने के अरे टेकडा यहाँ पनि भएन। अब यहाँबाट निक्लिनु पर्ने हुन्छ होइन। हो ओइली चेकआउट केटा हो, ओइली चेकआउट त्यत्तिकै ओइली चेकआउट भन्छु। भाइ दाइहरूसँग कहाँ सक्छु एनएसलाई पानी पिलाइदिउँ दोस्त। तर होस् मलाई बिजी एरिया छ होइन, के पेल्नु त्यस्तो होइन दोस्त। बिजी एरिया छ के त्यस्तो पेल्नु। बिस्तारी जाउँ बिस्तारी जा दादा। धेरै नपेलौँ केटा हो होइन, चिलमा हेर्नु। होटलहरू त्यो अहिले हुने केटा हो पोखरामा के बिदियो। होटलमा चाहिँ छ होइन। बिस्तारै जाउँ अब अगाडि कफी खाएर अनि जाउँ दोस्त। यार ह्याङ भएर दिमाग है। त्यहीँनिर छ कफी दोकान पनि, कफी खाइदिउँ भने गइदिउँ है। टेकवेमा लिने या कफी सफी खाइदिउँ। रातभरि जस्तो चाहिँ छैन केटा हो होइन। 4 बजे उठेर 4 बजे 6 बजे सुतेर कति 1 घन्टा कि 1.5 घन्टा सुतेको हो जम्मा। जान्छ कर्नरिङबाट गाडी आयो भने देखाउन खोज्छ कि उत्तानो हुन्छ नि थाहा हुन्छ। त्यही हो। ओह दामी रहेछ त्यही हेर न। ओए ब्लग चलिरहेको कहाँ हो खडा हो कहाँ हो हामी कहाँ हो खडा हो। हो म त कफी खान हिँडिहाल्छु यार। बाबा हाल्छु यहाँ हो क्या ऊ दोकान देखेन। अब यहाँनिर जाऊँ अनि त्यसपछि कुरा गरौँ के हुन्छ कसो हुन्छ। अरविन्द जाउँ न। बोटिङ खेल्न आएको यहाँनिर हेर न सब केटाहरूको हालत। यो पानीमा आफै सिक्नु बस। कहाँ छौँ दोस्त? हामी अहिले फेभर लाइकमा छौँ गाइस। रेफ्टिङ हान्दै छौँ। त्यही कडा हो। अहिले चाहिँ हामी यस्तो ढुङ्गामा खेलिरहेको छौँ होइन, हेर्न सक्छौ। माथिल खतरा उडेछ यार, डर पनि लागिरहेको छ यार कडा। त्यही कडा हो। अहिले चाहिँ हामी यहाँ ढुङ्गा खेल्दैछौँ होइन, हेर्न सक्छौ। हाम्रो साथीहरू अर्को साथी उता छ,
तीनजना केटाहरू उहाँ पुगिसके सनसेट चाहिँ बबालै भइरहेछ केटा हेर त्यो यो हो नि त शैली होइन त्यही अब यहाँबाट खेलौँ होइन हल्का अनि त्यसपछि चलिदिनु पर्ने हुन्छ त्यही केटा हो मजा आयो मजा चढल हालत हेर नि यहाँ जुत्ता हातमा छ मजा केमा छ कता हो दोस्रो रुम कता सिधै होइन Martas. Siधै थाहा छ यताबाट हिँड्दैछु यहाँबाट यहाँबाट यहीँ लडेको यहीँ लडेको रे पानी लड्यो जाउँ फटाफट रुममा गइहाल खोल्नु चारजना छिट्टो छिटो गर्नु पैसा भाइ छिटो छिटो मुझे चेप दिन्छ नि बाथरुममा घुस्दा हुन्छ सनसेट चाहिँ बबालै भइरहेको छ केटाहरू